So good morning everyone. चाहिँ हुनुहुन्छ लातोर र म पनि सन्चै छु। आज चाहिँ हाम्रो डे 3 को भ्लग रहेको छ। हामी आज चाहिँ लमनथाङमा बास बसेको थियौं। अब बिहान अब ट्याक्क निक्लेर कोरोलाबाट पुग्ने सोचमा छौं। त्यहाँ पुगेर यसो फोटो खिचेर त्यहाँ चाइनिजहरुलाई भेटेर अनि त्यसपछि कागबेनीसम्म फर्किने योजना छ। अब के हुन्छ हेरौं। That's it. Welcome back to my another episode of AZ Vlog. आज चाहिँ हाम्रो डे 3 को भ्लग रहेको छ। आज चाहिँ हामी लमनथाङबाट कोरोला बोर्डरसम्म पुग्ने योजना छ। त्यहाँबाट फर्केर कागबेनी बस्ने भनेको छौं। अब के हुन्छ हेरौं। अब बाइकहरु यहाँ छ, कोल्ड स्टार्ट भइरहेछ। यहाँ पनि छ अर्को बाइक। दुईटै बाइक अहिले कोल्ड स्टार्ट भइरहेको छ। त्यही हो। अब यहाँ होटलबाट चेकआउट गरेर हामी निक्लिन लाग्यो। हेर्नु न भ्यू बिहान बिहान कस्तो दामी छ। त्यहाँ माथि देखिन्छ कि देखिँदैन? बब्बाल छ है भ्यू। रातभरि घुरेर सुत्न देखाएनन् हो दुईजनाले। बाइकको त पुरै साउन्डै चेन्ज भइसक्यो। बररररररर गर्ने भइसक्यो। घरसम्म पुग्दा के हालत होला। गाइस सिन हेर्नु न गाइस। यो अनि त अप्पर मुस्ताङ भनेको। हेलो हेर्दैनन् बुढाहरूले। सो लमनथाङ चाहिँ यता हो। अब कोराला बोर्डर जाने चाहिँ यता तलतिर हो। हामी अब यता लाग्छौं। ओहो सिन हेर्नु न गाइस अगाडि बब्बाल। चरो मुसुक कोही छैन हो। अप्पर मुस्ताङ आउँदाखेरि चाहिँ बाटो हेर्नुस्। एउटा डाँडा कट्यो, अर्को डाँडो फेरि अर्को डाँडो कट्यो, अर्को डाँडो कट्यो, अर्को डाँडो। बाप रे बाप, मान्छे नि बिजोग छ। धुलै धुलो हिलै हिलो। चिसो छ लास्टै बोर्डरमा चिसो होला। केटाहरू पुगेर फर्केर सोच हो। यत्रो बेरको हिँडाएपछि सो भन्सार चाहिँ यहाँनिर छ है। यहाँ भन्सार चाहिँ नेपाली भन्सार। गाडीहरू कम्मै छ हो। सो यस्तै छ बाटो। मरुभूमि छ यताउति। केही छैन बिरुवाहरू। अलि छ अगाडि छ सब मरुभूमि छ। यस्तो छ बाटो। सो गाइज वी आर इन नाउ कोरोला बोर्डर। देख्न सक्नुहुनेछ कोरोला बोर्डर यो चाइनाको। हाम्रो बाइक चाहिँ यतातिर छ राखेको। यता छन् हाम्रो गाइजहरू चाहिँ। यहाँ ट्रान्सलेटर लिएर जाँदैछौँ हामी उता अगाडिसम्म। सो त्यही हो। हाम्रो तारो दाइ फाइनली आइसकेका छौँ हामी। चिसो छ, लास्टै चिसो छ। त्यतातिर सामानहरू बेच्ने हो। त्यता सामानहरू बिक्री हुन्छ। त्यता के पाउँछ अहिले हामी जान्छौँ। चाइना गाइस, चाइना, नेपाल, चाइना भइसक्यो। सो लास्टै चिसो छ। लास्टै मजा आइरहेछ। केटाहरूलाई थक लाग्यो होला। केटाहरू कतिजना आउनु पाएन। त्यही भएर यो भिडियो देखेर थक पर्छ नि केटाहरू चाहिँ। सो दारूको भेराइटीहरू चाहिँ यहाँनिर रहेछ है गाइस। सबै यो चाइनिज कोका कोला है। यो चाहिँ चाइनिज रेड बुल। यो हरियो बियर हो। ल चाइनिज बियर गाइस देख्न सक्नुहुन्छ। सब चाइना आइटम है। चाइना आइटम कडा छ। अब हामी चाहिँ कफी खान लागेको। कफी यहाँ बन्दैछ। चिसो छ लास्टै। सो हामी चाहिँ अहिले यी चाइनिज कफी खाँदैछौँ। चाइनामा आएर चाइनिज कफी देख्न सक्नुहुन्छ। चाइनिज चुरोट, चाइनिज कफी। यहाँ दाइले चाहिँ चुरोट खाइरहनु भएको छ। धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ। त्यही पनि दाइले खाइरहनु भएको छ। खानेलाई खान दिनुपर्छ, केही छैन। हामी चाहिँ कफी खान्छौँ।
केटाहरूलाई थक लागेछ है, थक लागेछ यो सिन देखेर थक लाग्छ है केटाहरू। बट्टा सो गाइज फाइनल्ली हामीले किन्ने चिजहरू पनि किन्यो, कफी सफी खायौँ, घुम्यो पनि। अब बिस्तारै बाटो तताउनु पर्ने हुन्छ। घाम चाहिँ टन्टला पोर लागेको छ तर चिसो छ। त्यही हो, देख्न सक्नुहुन्छ सिन यस्तै छ। यता तारा दाइ यता हुनुहुन्छ, हिमाल हेर्न सक्नुहुन्छ यतापट्टि, दामी छ।